हेर्नुहोस् न साथीहरू, अब गाउँघरतिर चाहिँ काम पनि कहिल्यै नसकिने। अब हेर्नु न, यो सिजन चाहिँ हाम्रो अब आलु खन्ने भयो। अस्तिदेखि आलु खन्न थालेको। अब अलि अस्ति चाहिँ कोपी पनि रोप्न थियो। कोपी रोपिसकेर आलुतिर लागेको। अब हेर्नु न, आलु खनिसक्न लाग्छ होला 1 महिना जति चाहिँ हामीलाई। अब अस्ति सुरुमा त असिनाले गोदेर यसपालि आलु नै नफल्ने भयो भनेको थियो। तर यतिका चाहिँ फलेछन् है साथीहरू। यो चाहिँ गरामा। अब अरू बारी अरू ठाउँमा चाहिँ कस्तो छन् भने अब खन्दै जाँदा मात्रै देखिन्छ कस्तो छन्। अब यतिको चाहिँ फल्दैछन्। आज चाहिँ हामीले अब खाजा खाएदेखिको खनेको यति 1 बोरा चाहिँ खन्यौँ है साथीहरू। यतिको अब ठिकै फलेको होला, त्यस्तो धेरै त फलेको होइन, ठिकै फलेको हो। यहाँ चाहिँ अब मकैबारी भएकोले गर्दा यसपालि अलिक छिटै खन्न थाल्यौँ हामीले चाहिँ साथीहरू। मकै पनि बिग्रिन्छन् होला भनेर।